हेलो गाइस, रिफर एन्ड अर्नमा चाहिँ तपाईँलाई स्वागत छ है। यो भिडियोमा चाहिँ हामी सर रिफरको हाम्रो स्किम्सहरू कमिसन्सहरू कसरी प्रोभाइड गर्छ भन्ने एउटा सानो भिडियो मात्रै हो है। यसमा तपाईँलाई टेक्स्टमा पढेरै बुझ्नुहुन्छ नि यहाँ छ, त्यसको लागि हामी डायग्राम पनि राखेको छौँ सिम्प्लिफाई गर्नलाई। अब एकचोटि डायग्राममा हेरेर जाउँ है त। सो टाइटल भयो, रिफरेन्स भयो, नम्बर अफ रिफर, कमिसन, यो सबै त बुझिहाल्नुहुन्छ है। अब रिफरर भाइ या बहिनीको तपाईँ टाइटल पाउनुहुन्छ आउन पास होइन, तपाईँ रिफरलको लागि अप्लाई गर्नुहुन्छ भने अप्लाई चाहिँ कसरी गर्ने हो भने चाहिँ जुन हाम्रो रिफर एन्ड अर्न छ नि, यहाँ तपाईँले टेक्स्ट पठाउन सक्नुहुन्छ। आई वान्ट टु रिफर भनेर अनि मेन्सन हामीलाई @admin या तपाईँले क्लब पुलिस गर्नुभयो भने चाहिँ मेन्सन हुन्छ र तपाईँहरूको रिफरल प्रोग्राममा हामी तपाईँको नाम अगाडि राख्छौँ है। अनि तपाईँहरूको रिफरल तपाईँको नाम आइसकेपछि तपाईँहरूको स्टार्टिङ चाहिँ कसरी हुन्छ भने तपाईँलाई हामी एउटा कोड दिन्छौँ, एउटा युनिक कोड दिन्छौँ र त्यो कोड युज गरेर तपाईँको थ्रुबाट कोही आउँछ भने सपोज तपाईँको साथी आएर एकजना है, अब तपाईँको कोड छ मानिलिउँ 1 2 3। अब उसले हामीसँग के भन्छ यो कोर्सको कुरा मटेरियल्सहरू किन्दाखेरि तपाईँको कोड जुन 1 2 3 छ युज गर्यो भने उसले पनि 100 रुपिस अफ पाउने भयो र तपाईँले त्यसबाट हामी जति कमाउँछौँ त्यसको चाहिँ 50% कमिसन पाउनुहुन्छ। र यो कमिसन चाहिँ यसरी हामीले डिभाइड गरेको छौँ है। फेरि अघि जस्तै भन्छु म, सिम्पल छ। यु जस्ट ह्याभ टु मेन्सन आई वान्ट टु रिफर भनेर अनि मेन्सन गर्नुहोस्, एडमिन भनेर मेन्सन गर्नुहोस् या क्लब पुलिस मेन्सन गर्नुहोस्। त्यो गरेपछि तपाईँहरू अब रिफर गर्न हामी एउटा कोड दिएपछि तपाईँहरू रिफर गर्न सक्नुहुन्छ, पैसा कमाउन सक्नुहुन्छ। र त्यसपछि चाहिँ तपाईँले यो एउटा कमिसन टियर हेरे हुन्छ, तपाईँले कतिमा जान लाग्यो भने चाहिँ कतिजना कति अमाउन्टको कमिसन पाउनुहुन्छ भन्ने चाहिँ कुरा है। अब तपाईँको फर्स्ट टाइटल रहेको छ रिफरल भाइ, तपाईँको 0 देखि 50 को टार्गेट रहेको छ भने फर्स्टमा तपाईँले 50% कमिसन पाउनुहुन्छ। फर्स्ट स्ट्रेट अपै 50% पाउनुहुन्छ र 50जना ल्याउनु भयो भने चाहिँ 12,500 रुपियाँ पाउनुहुन्छ। र यो 12,500 को पनि 50th तपाईँले जुन मान्छे ल्याउनुहुन्छ नि त्यतिखेर तपाईँले 10% बोनस पनि पाउनुहुन्छ। यो 12,500 को जुन रहेको छ 1250 र तपाईँले 50th मान्छे ल्याउँदाखेरि चाहिँ तपाईँको टोटल अर्निङ भनेको 13,750 हुनेवाला छ है। र रिफरर दाइ र दिदी वालामा चाहिँ तपाईँले यो ब्याज पनि पाउनेवाला हुन्छ है। हरेकको ब्याज पाउने हुन्छ, अलिकति युनिक ब्याज पनि छ। यसको हामी स्टिकर्स पनि बनाउन सोचिरहेको छौँ फ्युचरमा। अनि यो ब्याज पाउनुहुन्छ र तपाईँले 51 देखि 200 भित्रमा चाहिँ तपाईँलाई रिफर दाइ र दिदीको टाइटल दिन्छ है। अब तपाईँले 200 जना मान्छे ल्याउँदा चाहिँ सेम 50% कमिसन हो। 200 जना ल्याउनु भयो भने चाहिँ तपाईँले 50,000 को इन्कम जेनेरेट गर्न सक्नुहुन्छ है। अब 200 जना ल्याउँदाखेरि 13% हामीले बोनस, जुन यो पछाडिको नम्बर चाहिँ टार्गेट जस्तो हो कि तपाईँको। सो 200 जना तपाईँको टार्गेट मिट भयो भने चाहिँ बोनस एक्स्ट्रा 6,500 पनि आउँछ र तपाईँको टोटल अर्निङ आफ्टर ब्रिङिङ 200 पिपल इज 56,500 रुपिस, विच इज अ बिग अमाउन्ट। अब रिफर बाजे र बजाइ यो तपाईँले ब्याज पाउनुहुन्छ 201 देखि 500 भित्रमा, यो क्याटेगोरीमा भित्र पर्छ। 500 तपाईँको मान्छे ल्याउँदाखेरि चाहिँ सेम 50% कमिसन र तपाईँको अर्निङ भनेको 500 मान्छे ल्याउँदाखेरि चाहिँ 1,25,000 हुनेवाला छ। अब तपाईँको एज अ बोनस हामी 13% दिन्छौँ, जुन रहेको छ 16,250 र 500 जना मान्छे ल्याउँदा तपाईँको टोटल अमाउन्ट हुनेवाला छ टेकआउट क्यास आउट गर्ने मिल्ने 1,41,250 है। लास्टमा रिफर जाने तपाईँको 600 भन्दा प्लसमा गरिन्छ र 600 जना भन्दा माथि ल्याउन सक्नु भयो भने चाहिँ हरेक मान्छेको त्यसपछि तपाईँको कमिसन 60% मा चेन्ज हुनेवाला छ है। 600 प्लस गरिसकेपछि तपाईँको 600 तपाईँको रिफर ल्याउँदाखेरि चाहिँ 1,80,000 रुपियाँ तपाईँले प्राप्त गर्नेवाला हुनुहुन्छ र 600 को बोनस चाहिँ 15% छ, जुन रहेको 27,000 छ। टोटलमा तपाईँले 2,07,000 रुपियाँ प्राप्त गर्नुहुन्छ है। यो चाहिँ भ्याट साट हामी केही पनि काट्दैनौँ यसमा, जस्ट तपाईँले ठ्याक्कै यही अमाउन्ट पाउनुहुन्छ 2,07,000। अब अघि भने जस्तै रिफर गर्नलाई अप्लाई कसरी गर्ने भन्दाखेरि यहाँ तपाईँले मेसेज गर्नुहुन्छ आई वान्ट टु रिफर भनेर, जस्तै कि आई वान्ट टु रिफर भनेर अनि अब तपाईँले एडमिन र क्लब पुलिसलाई तपाईँले यसरी पठाइदिनु भयो भने हामी रिप्लाई गर्छौँ र तपाईँलाई एउटा युनिक कोड दिन्छौँ। तपाईँलाई पर्सनली मेसेज गरेर एउटा युनिक कोड दिन्छौँ र त्यो युनिक कोड लिएर तपाईँले चाहिँ रिफर गर्ने मान्छेलाई त्यो कोड दिनु होला है। त्यो चाहिँ भेरी इम्पोर्टेन्ट छ, नत्र तपाईँको मान्छे गनिदिँदैन हामीले। उहाँले चाहिँ त्यो रिफर कोड युज गरेर चाहिँ हामीसँग यो सर्भिस उहाँले किन्नु पर्यो है, त्यो चाहिँ मेन कुरा हो।
अब तपाईँ दिनुभयो अरे उहाँलेसँग पनि छ रिफर कोड तर उहाँले युज गर्नु भएन अरे पर्चेस गर्दाखेरि भन्दाखेरि उहाँले पनि 100 रुपिस अफ पाउनुहुन्न, तपाईँले पनि 50% कमिसन पाउनुहुन्न है। सो उहाँले एकदमै क्लियर गर्नुपर्छ कि यो कोड युज गर, यो कोड युज गरेपछि चाहिँ तैँले चाहिँ 100 रुपिस अफ पाउँछ भनेर भन्दा हुन्छ है। त्यो भनेपछि चाहिँ उहाँले पनि 100 रुपिस अफ पायो, तपाईँको नाममा पनि 50% कमिसनमा तपाईँको पनि त्यो सेल्स दर्ता हुन्छ है। अनि यसो गरेपछि तपाईँले चाहिँ पैसा क्यास आउट गर्न सक्नुहुन्छ। पैसा क्यास आउट गर्नको लागि चाहिँ दुईवटा अप्सन छ। एउटा भनेको चाहिँ तपाईँको यो जुन हामीले यो टार्गेट नम्बर छ नि, जस्तै 50, 200, 500 या 600 पुगेपछि यो बोनस अमाउन्ट सुत्दै हामी आफै नै तपाईँलाई अनाउन्स गरेर दिन्छौँ। हामी एउटा अनाउन्समेन्टै गर्छौँ तपाईँले यति यति टार्गेट हान्नुभयो, एउटा राम्रो माइलस्टोन हो भनेर। अथवा हरेक मन्थ तपाईँ जसले ल्याउनु भएको छ त्यसको चाहिँ 50% कमिसन हजुरले रिक्वेस्ट गरेर तपाईँले निकाल्न सक्नुहुन्छ है। सो अलिकति सिम्पलै छ यो कुरा, तर यो गरेर चाहिँ तपाईँले मजाले राम्रो जस्तै यहाँ अमाउन्ट हेर्न सक्नुहुन्छ 2 लाख 1 लाख यो राम्रो अमाउन्टको एउटा इन्कम पनि जेनेरेट गर्न सक्नुहुन्छ है। सो वी रेकमेन्ड यु टु स्टार्ट रिफरिङ। हाम्रो कम्युनिटी ग्रो गरेर सबैजनालाई ग्रो गर्न पैसा कमाउन हेल्प गरौँ है त।